धेरैजनालाई फारम भर्न समस्या भएको कारणले आज यो क्युआर स्क्यान गरेर कसरी तालिमको लागि आवेदन आह्वान गर्ने भनेर म हजुरहरूलाई यहाँ देखाउन जान्छु। जब हजुरले यो क्युआर कोड स्क्यान गर्नुहुन्छ त्यस पछाडि हजुरहरू कहाँ पुग्नुहुन्छ भन्दाखेरि यो तालिमको लागि आवेदन दिने भनेर यो अनि यसमा मजाले पढ्नु पर्यो। शिक्षा तालिम केन्द्र लुम्बिनी प्रदेशबाट आर्थिक वर्ष 83-84 मा अर्थात् 2083 साउनदेखि 2084 असार मसान्तसम्म सञ्चालन गरिने सबै प्रकारका तालिमहरूमध्ये निम्नानुसारको तालिम लिनको लागि म इच्छुक भएकोले यो निवेदन पेश गरेको छु। मेरो व्यक्तिगत विवरण, स्थायी नियुक्ति मिति र अनुभव सम्बन्धी सम्पूर्ण विवरण साँचो छ। फरक परेमा तालिम केन्द्रको नियमअनुसार सजायको भागीदार हुन मन्जुर छु भनेर छ नि। यसरी यहाँ तालिमको आवेदन गरिएको छ। अब जिल्ला मानौ हजुरले के गर्नुभयो, एउटा छान्नुहोस् ल के जिल्लामा कार्यरत हुनुहुन्छ हजुर, त्यो अनुसारले मैले गरे। त्यस पछाडि आफ्नो नाम लेखेँ मैले, अरविन्द अधिकारी। विद्यालयको नाम अहिले म जनचेतना मावि भनेर भनिदिएँ। त्यस पछाडि स्थायी कार्यरत स्थानीय त माया देवी गापा भनिदिन्छु। नियुक्ति मिति मानौ 2071-71/7/3 भनेर भने मैले। कुन मोडमा लिन चाहनुहुन्छ, जसमा चाहिँ अब फेस टु फेस, अनलाइन र जुनसुकै भनेर छ। अब तपाईँ कुन चाहनुहुन्छ होइन, त्यो अनुसारले छनौट गर्न सक्नुहुन्छ। फेस टु फेस मैले छानिसकेपछि अब यहाँनिर हामीलाई के छ, टिप्पणी सम्बन्धी विवरण। टिप्पणी तालिम पुरा गरिसकेकोलाई टिप्पणी तालिम समावेश गराइने छैन। टिप्पणी पुरा गरेको कोही कसैले पुनः टिप्पणी तालिमको लागि फारम भरेमा कालो सूचीमा समावेश गरिनेछ, तर कस्टमाइज 5 दिने तालिमको लागि फारम भर्न भने सकिनेछ भनेर यहाँ भनिएको छ। त्यही कारण यहाँ चुज गर्दा हजुरहरूले ख्याल गर्न पर्यो है, तपाईँले टिप्पणी तालिम पुरा गरेको हो कि होइन। पहिला पुरा गरेर प्रमाणपत्र लिन बाँकी पनि हुनसक्छ होइन, भने उहाँहरूले तालिम टिप्पणी लिन परेन, तर नलिएकोले यहाँ छान्न पर्यो होइन। नलिएको तालिम नलिएको बाँकी टिप्पणी लिन बाँकीहरूले यहाँ पुरा नभएको भनेर यसमा क्लिक गर्नु पर्यो। पुरा भइसकेको लागि के गर्ने, 5 दिने कस्टमाइजको लागि यता क्लिक गरेर। अहिले मैले टिप्पणीको लागि स्पेसली फारम भर्न कसरी गर्ने भन्ने कुरा गर्दैछु। त्यो कारणले यहाँ तालिम पुरा नगरेको, टिप्पणी नलिएको भनेर पुरा नभएकोमा क्लिक गर्छु ल। यो गर्ने बित्तिकै अब के गर्ने त, नेक्स्ट गर्ने। नेक्स्ट गर्छु। नेक्स्ट गरिसकेपछि अब के भयो भन्दाखेरि अर्को सेक्सनमा आइसकेपछि तपाईँलाई के हुन्छ, नियुक्तिको तह र विषय छान्नुहोस् भनिरहेको छ ल। अनि यहाँनिर नै के हो भन्दाखेरि सम्पूर्ण कुरा यसैमा छ। नियुक्तिको तह छान्ने कुरामै हामीले प्रावि निमावि भन्दा पनि तल यहाँ के छ भन्ने कुरा यहाँ हेर्नुहोस् है, प्रावि छ, निमावि छ, मावि छ, अनि त्यस पछाडि आधारभूत तथा माध्यमिक प्रह छ। प्रहको तालिम हो भने यहाँनिर यो क्लिक गर्न सक्नु पर्यो। अनि सेवा प्रवेश तालिम हो भने यहाँ क्लिक गर्नु पर्यो र अगाडि बढ्नु पर्यो। अपाङ्गता सम्बन्धी तालिम हो भने यहाँ क्लिक गर्नु पर्यो ल। यहीँनिर मान्छेहरू कन्फ्युज हुनुभएको छ। अनि सुरुमा यता यो बाल विकास, अनि त्यस पछाडि प्राथमिक, निम्न माध्यमिक, यो जे छ यो अनुसार क्राइटेरियामा छानेर तपाईँ अगाडि बढ्नु पर्यो। म अहिले प्रहको लागि छान्दैछु भनेपछि ल, प्रहलाई मैले क्लिक गरेँ ल। प्रहलाई क्लिक गर्ने बित्तिकै के भन्छ भन्दाखेरि यसले अब नेक्स्ट गर्नुहोस् भनिरहेछ। भने चाहिँ अर्को सेक्सनमा जानलाई नेक्स्ट गर्ने भनेर भन्यो। प्रह छान्ने बित्तिकै अब के भने, प्रह नेतृत्व क्षमता विकास तालिमको लागि तालिम लिन खोजेको हो भने तपाईँले कुन लिन चाहनुहुन्छ भन्ने कुरा गरेको छ। 1 महिने आधारभूत तहको कि अथवा माध्यमिक तहको, कुन चाहिँ लिन चाहनुहुन्छ त नि हजुरले भनेपछि आधारभूत तह अथवा माध्यमिक तह। ल म माध्यमिक तहको भनेपछि ल माध्यमिक तहको मैले छानेर नेक्स्ट गरेँ। नेक्स्ट गर्ने बित्तिकै अब हाम्रो अप्सन के छ भन्दाखेरि, अब यो शिक्षकले त्यो सबै टिप्पणी हो, त्यो मध्येको टिप्पणी अन्तर्गतको जुनसुकै लिन सक्नुभयो, एउटा मात्र लिने हो भने अब कस्टमाइज लिन सक्नुहुन्छ क्या हजुरले। भनेपछि यहाँनिर अब कस्टमाइज 5 दिने कस्टमाइज कुन तालिम लिन चाहनुहुन्छ त नि भनेर सोधिरहेको छ भने, अब मानव जापानिज लेसन स्टडी, कार्यमूलक अनुसन्धान, अनि 5 दिने अनलाइन कस्टमाइज तालिम 4-5 को विषयगत। ल मलाई यो लिन मन लाग्यो। योग ध्यान पनि छ, प्रहको लागि 5 दिने तालिम पनि छ, MGML 5 दिने छ, वृत्ति परामर्श 5 दिने छ। मैले के गरेँ भन्दाखेरि 4-5 को विषयको तालिम भनेर अथवा यो जापानिज लेसन स्टडी भनेर भन्छु ल। यसलाई क्लिक गरेर अब म के गरिदिन्छु, सबमिटलाई क्लिक गरिदियो भने के हुन्छ, मेरो काम सिद्धिहाल्छ ल। अब यो भनेको के हो भन्दाखेरि तालिम नलिएकोले भर्ने एक प्रकारको तरिका भयो होइन। अब म फेरि ब्याक गर्छु ल। ब्याक गरेर जान्छु, फेरि ब्याक गर्छु। यो प्रह तालिम कसरी भर्ने भन्ने कुरा गरेँ मैले। अब म फेरि के गर्छु भन्दाखेरि तपाईँहरूलाई यहीँनिर जान्छु ल। कार्यरत जिल्ला छानिसकेपछि तपाईँहरूको सर
यहाँ अन्तिममा है त यहाँनिर गइसकेपछि के भयो टिबिडी तालिम हाल पुरा नगरेको भन्ने जुन छ नि नलिएको यो छ। अब मैले पुरा गरेको कुरा गर्छु ल। पुरा गरेकोलाई अब के गरेँ त पुरा गरेकोले के भन्छ टिबिडी तालिम त पुरा गरिसकेको प्रमाणपत्र लिएको नलिएको त्यो छुट्टै कुरा हो। तालिम पुरा गरेको नेक्स्ट गर्छु भने सिधै कस्टमाइज तालिममा जान्छ क्या। कस्टमाइज तालिममा हामी यहाँ के गर्छौँ भन्दाखेरि 5 दिने कुन कस्टमाइज तालिम लिन खोज्नु भएको छ त नि। मानौ तपाईँले ल एमजिएमएल लिन चाहनु भएको छ ल एमजिएमएल क्लिक गरेँ। अब मैले सम्पर्क नम्बर यहाँ राखिदिन्छु आफ्नो कन्ट्याक्ट नम्बर राखेर अनि सबमिट गरिदिनु सकिहाल्यो है। तपाईँको फर्म सबमिट हुन्छ। फेरि म ब्याक गरेर गर्छु है अनि ब्याक गरेर फेरि जान्छु ल। जिल्ला छानिरहेको छु यहाँ जिल्लादेखि फेरि यही है यहाँनिर। अब म के गरेँ भन्दाखेरि फेरि यो तालिम टिपिडी तालिम पुरा नभएकोमा क्लिक गरेँ ल। अनि फेरिबाट के गरिरहेको छ नेक्स्ट गरिरहेको छ ल। यसमा गर्दाखेरि अब फेरि हामीले के पाउँछौँ भन्दाखेरि यहाँनिर अब नियुक्तिको तह छान्नुहोस् भनेर भन्यो भने चाहिँ अघि मैले प्र छानेर गएको थिएँ। अब तपाईँलाई के चाहियो सेवा पुरुष चाहिएको भने ल सेवा पुरुषलाई क्लिक गरेँ ल। सेवा पुरुषलाई क्लिक गरेँ नेक्स्ट गरिदिएँ भने चाहिँ अब सेवा पुरुषको कुन चाहिँ सेवा पुरुष हो प्राविको के अरे आधारभूतको र माध्यमिक तहको कुन चाहिँ हो भन्ने कुरा यहाँ छान्नलाई भनिरहेको छ ल। भने चाहिँ आधारभूत तहको हो कि माध्यमिक तहको हो भन्ने कुरा हजुरले यहाँ छान्न पर्यो है। भने चाहिँ आफूले ल आधारभूत तहको भने आधारभूत तहलाई क्लिक गर्ने नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि के हुन्छ फेरि कस्टमाइजको अप्सन दिन्छ। कस्टमाइज कुन छान्ने हो त्यो अनुसारले आफूले छान्नुहोस् ल। यहाँ जुन मन लाग्छ लिन मन लागेको आफूलाई आवश्यक के छ है त योग ध्यान छान्नुहुन्छ ल योग ध्यान छान्नुहोस्। त्यस पछाडि के गर्नु आफ्नो कन्ट्याक्ट नम्बर लेख्नुहोस् र यहाँनिर के गरिदिनु सबमिट गरिदिनु सकिहाल्यो है। भनेपछि यसरी हामी आफ्नो फर्म भर्न सक्छौँ ल। अब मैले फेरि टिबिडीकै लागि देखाउँछु ल हजुरहरूलाई टिबिडीको लागि भनेर देखाउँछु। यो स्पेसली समस्या धेरैजना साथीहरूले समस्या हो भनेर यहाँ मेसेज गरिराख्नु भएको छ। त्यो कारणले मैले फेरि गरेँ ल। सेवा प्रवेशको ठाउँमा मैले के गरेँ त अब भन्दाखेरि अझै ब्याक गरेरै जान्छु है। ब्याक गरेर जाँदाखेरि यो फर्स्ट आवेदन जिल्लादेखि सुरु हुन्छ नि होइन। लास्ट अप्सन यहाँ के छ टिबिडी सम्बन्धी विवरणमा। अब मैले के गरिदिन्छु भन्दाखेरि यहाँ टिबिडी तालिम नलिएको पुरा नभएको भनेर क्लिक गर्छु नेक्स्ट गरिदिन्छु। नलिएको सकेपछि अब नियुक्तिको तह र विषय भन्ने छ नि यहाँनिर अब के गर्ने भन्दाखेरि अघि मैले प्रवाह देखाएँ सेवा प्रवेश पनि देखाएँ। अब मलाई के चाहियो ल अब भने चाहिँ बाल विकासको चाहियो अथवा प्राविको चाहियो हेर्नुहोस् है। प्राविको चाहियो भने प्राविलाई क्लिक गर्छु ल। इसिडी हो भने इसिडीलाई क्लिक गर्नु पऱ्यो यहीँनिर है। जे हो जुन तह हो त्यो अनुसारको तालिम मैले अब अहिले के गरेँ त प्राविको लागि क्लिक गरेँ। प्राविको लागि क्लिक गरिसकेपछि के भयो त अब नेक्स्ट गर्छु। नेक्स्ट गरिसकेपछि अब के भयो त यहाँनिर प्राथमिक तहको कुन टिबिडी तालिम लिन चाहनुहुन्छ भने प्राइभेट तहमा हामीले सञ्चालन 1-3 को इन्टिग्रेटेड 4-5 नेपाली 4-5 अङ्ग्रेजी 4-5 म्याथ 4-5 को साइन्स टेक्नोलोजी र त्यस पछाडि 4-5 को सोसल स्टडी भनेर यी तालिमहरू हाम्रो सञ्चालन हुनेछ भने चाहिँ हजुरले जुन तालिम लिन मन लाग्छ त्यसलाई क्लिक गर्नु। जस्तो म अहिले के गरेँ भन्दाखेरि 4-5 को म्याथ भनेर भन्छु क्लिक गर्छु र नेक्स्ट गरिदिन्छु ल। नेक्स्ट गर्ने बित्तिकै के हुन्छ भन्दाखेरि अब यहाँनिर सोध्छ कस्टमाइज कुन लिने हो त नि। अब तपाईँलाई लिन मन लागेको कस्टमाइज कुन हो त्यो छान्न सक्नुभयो क्या। अब तपाईँले के चाहनुहुन्छ ल भनेपछि कार्यमूलक अनुसन्धान लिन चाहन्छु ओके। अब कन्ट्याक्ट नम्बर लेख्नुहोस् त्यस पछाडि ल मानव कन्ट्याक्ट नम्बर पनि लेखिदिएँ मैले है 9857034131 भनेर यसरी गरेँ लास्टमा सबमिट गरिदिनु सकिहाल्यो। फेरि म ब्याक गरेर देखाउँछु ल। फेरि ब्याक गरेर देखाउँछु। अब म के गर्छु भन्दाखेरि ब्याक गरेर फेरि 1 सेकेन्ड तपाईँको अझै ब्याक गरेर देखाउँछु। अब यहाँनिर गइसकेपछि के भयो त लास्ट यहाँ अप्सन हेर्नुहोस् टिबिडी तालिमको विवरणमा तपाईँको म के गर्छु तालिम टिबिडी प्रमाणपत्र लिएको बाँकी भन्ने कुरा हो। सिधै अब त्यो कस्टमाइज तालिम मात्रै लिनको लागि फर्म भर्ने हो भने यो भनेको सबै प्रकारको तालिमको लागि यहाँ भर्ने हो ल। यसलाई दिएँ क्लिक गरेँ नेक्स्ट गरिदिएँ। नेक्स्ट गरिसकेपछि अब मलाई के हुन्छ बाल विकासको फर्म भर्न पऱ्यो है। भनेपछि म के गर्छु नियुक्तिको तह छान्छु। नियुक्तिको तहमा बाल विकास छानिदिन्छु बाल विकास इसिडी भनेर यसलाई छानिदिन्छु। अब नेक्स्ट गरिदिन्छु। नेक्स्ट गर्ने बित्तिकै एउटै मात्रै अप्सन छ बाल विकास भने एउटै अप्सन भयो नि। अनि यसलाई क्लिक गरिदिन्छु प्रारूप 2000 अनुसारको 1 महिना इसिडी टिपिडी भनेर क्लिक गरिदिन्छु नेक्स्ट गरिदिन्छु। अनि त्यस पछाडि के भयो त आफ्नो यहाँनिर कन्ट्याक्ट नम्बर लेखिदिन्छु र लास्टमा सबमिट गरिदिन्छु है। म सबमिट गरेर देखाउँछु ल हजुरहरूलाई। सबमिट क्लिक गरिसकेपछि यसरी के भयो त भन्दाखेरि जब तपाईँले सबमिट गर्नुहुन्छ यहाँनिर आउँछ कि यो रेस्पोन्स हेज बिन रेकर्डेड भन्छ एउटा। दोस्रो कुरा भनेको एडिट योर रेस्पोन्स भन्छ। यदि कुनै विवरण सच्याउनु पर्ने तत्कालै त्यही एडिट क्लिक गरेर रेस्पोन्सलाई के गर्न सक्नुहुन्छ तपाईँले सच्याउन सक्नुहुन्छ। र सबमिट एनदर रेस्पोन्स भनेर भनेको छ। अब एनदर त नगर्न भनेको त्यो कारणले यो गर्न पाइएन। हजुरको यो के यो रेस्पोन्स हेज बिन रेकर्डेड भनेपछि तपाईँले के बुझ्नु पर्यो मेरो फारम आवेदन स्वीकृत भइसक्यो भनेर बुझ्नु पर्यो है। यदि कुनै विवरण गल्ती भरिएको छ भने एडिट गर्नु होला नभए ढुक्क भएर बस्न सक्नुहुन्छ है त। अब यति भनिसकेपछि अब तपाईँहरूलाई केही गर्न आवश्यक छैन। हस् थ्याङ्क यू।